पश्चिमसम्म उत्तरदेखि दक्षिणसम्म कुना काप्चा सबै नेपाली समुदायसँग पनि यसरी जोडिदियो जुन म हुर्किने कुराबाट चाहिँ म वञ्चित भएको त्यस कारण मलाई यो कलाले चाहिँ यो दिएको छ सायद त्यही नै गर्थ्यो होला असाध्यै सटिक उत्तर दिनुभयो तर मैले पहिला पनि भने धनराशि चाहिँ छैन यहाँ अहिलेको लागि यो पहिलो प्रश्नको सही जवाब दिनुभयो दोस्रो प्रश्न फेरि मेरो यहाँ डायरीमा छ कम्प्युटर स्क्रिनमा चाहिँ छैन ईश्वर गुरुङ लेख्नुहुन्छ हामीसँग समय एकदमै कम छ यो पछि हामी चाहिँ केही सर्टिफिकेट्सहरू दिनुहुन्छ र बाहिर हामी फोटोग्राफ्स पनि खिचिदिन्छौँ हामीले 9 बजी यो हल खाली गर्नुपर्ने भएकोमा 10 मिनट अगाडि छोड्नुपर्ने हुन्छ केवल हामीसँग जम्मी अब यो 14 मिनटमा हामी सबै सक्नुपर्ने छ इन्क्लुडिङ ओभरदे होइन सो हामी चाहिँ बाहिर गएर थेप्री दाइसँग केही तस्बिरहरू खिच्दैछौँ र दाइले पनि छोटो मिठो फेरि एन्सर दिनुहुन्छ भन्ने मैले विश्वास लिएको छु दोस्रो प्रश्न छ ईश्वर गुरुङले भन्नुहुन्छ यो उमेरसम्म आउँदासम्म यतिको हेल्दी यतिको फिट हुनेको रहस्य के हो माफ गर्नुहोला ईश्वर बस्नेत मेरो जीवनमा अलिकति अनुशासन भएन भने चाहिँ नि कुराहरू चाहिँ एकदम आफ्नो ऱ्याङ्किङमा आउँदैन जीवन शैली र जीवनलाई निरन्तर चलाउनु पनि एउटा कला हो त्यसमा पनि कला चाहिन्छ र कला भनेको के हो भने आफ्नो खानपिनमा आफ्नो शारीरिक व्यायाममा एक्सर्साइजमा कुनै न कुनै हिसाबबाट ध्यान चाहिँ दिनुपर्छ र के खाने भन्दा पनि के नखानेतिर चाहिँ बढ्ता जोड दिनुपर्छ आफ्नो शरीरको लागि खराब हुने के नखाने भन्ने कुरामा स्पष्ट हुनु पऱ्यो र शरीरलाई कुनै न कुनै हिसाबबाट चाहिँ व्यायाम गर्नु नै पर्छ हाम्रो इतिहासदेखि चलिआएको कि हाम्रो शरीरको डिएनएले चाहिँ नि हामीलाई त्यत्तिकै कुर्सीमा बस्ने गाडीमा चढ्ने उ गर्नेमा बनाएको छैन आफ्नो खुट्टा चलाउने हात चलाउने उ चलाउने चाहिँ हाम्रो पुर्खाहरूले पनि त्यही गर्दै आए तर विडम्बना हामीले गरिरहेको छैनौँ अहिले त्यस कारण त्यो चाहिँ गर्नुपर्ने हुन्छ शारीरिक व्यायाम गर्नुहोस् त्यसलाई एउटा जीवनशैली बनाउनुहोस् के खानु हुँदैन त्यसमा ध्यान दिनुहोस् म यो खान्छु भन्दा पनि म धेरै कुराहरू खाँदिनँ त्यो नखाएकै कारणले चाहिँ शरीरलाई फाइदा पनि भइरहेको छ त्यही नै एउटा माइन्डलाई प्रफुल्ल राख्नुहोस् स्ट्रेस फ्री राख्नुहोस् एक्सर्साइज गर्नुहोस् खानपिनमा ध्यान दिनुहोस् जीवनलाई एउटा प्याटर्नमा ढाल्नुहोस् गर्न त हुन्थ्यो समय छैन भन्ने बहाना नबनाउनुहोस् किनकि एक्सर्साइज आफूलाई हेर्ने कुरा चाहिँ जसरी सुत्नको लागि समय हुन्छ बाथरुम जानको लागि समय हुन्छ भने त्यसलाई पनि तपाईँले आफ्नो जीवनशैलीमा ढाल्नुहोस् त्यही नै हो धन्यवाद प्रश्नको चाङ धेरै थियो तर समय अभावले गर्दाखेरि म अन्तिम प्रश्न मात्र लिन्छु त्यसपछि हाम्रो सानो यहाँ केही टोकन अफ लभहरू डिस्ट्रिब्युसन हुनेछ त्यसपछि बाहिर गएर हामी केही तस्बिरहरू खिच्नेछौँ दाइसँगै ल त्यसो भए यो प्रश्न चाहिँ मैले सन्देश भाइलाई पनि दिएँ त्यही यहीँ दिएँ मैले है त एकदमै प्रश्न पनि छोटो आउनु पऱ्यो उत्तर त छोटो आइ नै हाल्छ यसपछि हामी व्यापक पर्छौँ धन्यवाद म चाहिँ नेपाल पत्रकार महासङ्घ जापानको सदस्य मैले यो बुक पहिलेदेखि पढ्नु खोजेँ जस्ट मैले हातको यस्तो पढ्दाखेरि एउटा चाहिँ दाइको लुकेको कुरा बुकमा मात्रै भएको कुरा चाहिँ प्रेम सम्बन्धसँग सम्बन्धित थियो र अहिले हामी युवा पुस्ताका धेरै साथीहरू चाहिँ यो प्रेमसँगबाट अलिकति आदत जस्तै भइरहेको साथीहरू हुन सक्नुहुन्छ क्या त्यो हिसाबले चाहिँ यहाँ दाइ लेख्नु भएको छ तपाईँको प्रेम सम्बन्ध कतिजनासँग भयो भनेर सोध्नु भएको थियो तपाईँ चाहिँ अब अलिकति धेरै सङ्ख्या जस्तो हिसाबले एन्सर दिनुभएको छ होइन त्यसलाई चाहिँ आदत बनाउनु भएन भन्ने खालको कुरा गर्नुपर्छ नि होइन तर हाम्रो यहाँ धेरै साथीहरू चाहिँ एक प्रेमलाई आदत बनाएर कतिपय डिप्रेसन जाने कतिपय आत्महत्या गर्ने खालको स्थिति आइरहन्छ यो आदत बनाउनको लागि चाहिँ के गर्नुपर्छ हजुरले के गर्नुभयो भन्ने कुरा चाहिँ मलाई एकदमै आफ्नो भनौँ न यङ अवस्थामै मलाई के छर्लङ्ग भयो भने व्यक्तिले प्रेम अर्कोलाई गर्दैन व्यक्तिले प्रेम किन गर्छ भने आफूलाई प्रेम दिन खाँचो छ त्यस कारण त्यो व्यक्तिले असाध्यै सेल्फिस हिसाबबाट हेरिरहेको हुन्छ अर्कोलाई लभ गर्नुभन्दा पनि ऊ आफैलाई लभ गर्नको लागि खाँचो छ लभ दिनको लागि खाँचो छ र त्यस्तो निर्भर भएको खण्डमा यदि त्यसमा केही गडबड यताउति भयो भने त्यो व्यक्तिलाई लाग्छ कि अब जीवन मेरो खल्लो भयो मेरो जीवनमा अब केही छैन जीवन एउटा भन्छ नि
रित्तो ढुवाङ जस्तो पनि फिल हुन्छ। तर प्रेममा त्यो किसिमको अट्याचमेन्ट हुनु चाहिँ प्रति उत्पादकको लाइफको लागि, किनकि हरेक भावना जुन आउँछ त्यो भावनालाई महसुस त गर्नुहोस्, तर भावनालाई निरन्तर पक्रेर आजीवन बस्नु हुँदैन। भावनाको पनि एक्सपायरी डेट आउँछ, जसरी औषधिको आउँछ नि। अनि टाइम हिल्स एभ्रिथिङ, टाइम हिल्स एभ्रिथिङ भन्छ नि, समयले सबै कुरालाई चाहिँ समाधान गरिदिन्छ। त्यस कारण हतार नगर्नुहोस्। तपाईँले चाहिँ कसैलाई प्रेम गर्नुभयो, उसले धोका दियो भने भोलिपल्टै गएर अब त खत्तम भयो म भन्ने, रक्सी खाने, अर्को बाटो के खोज्ने, जीवन त निराश भयो भन्ने, साथीभाइका गए पनि त्यही दुःख पोख्ने। मैले जीवनमा यो विभिन्न भावना आउँदाखेरि आफ्नो भावनालाई अन्य अरू कुरासँग कहिले पनि जोडिँदैन क्या। जस्तो ममा पनि भयो होला धोका, धोका भयो भनेर त्यो भावनालाई रक्सीसँग जोड्ने, एकदमै निराशको गीत सुनेर जोड्ने, आफ्नो साथीभाइहरूलाई भनेर जहिले पनि गुनासो गरिरहने, त्यो भावनालाई फिल गर्नु। जीवनमा तपाईँलाई अनेक किसिमको भावनाहरू आउँछ, भावनालाई फिल गर्नुहोस्। त्यो भावना एउटा टाइम अवधि आउँछ, डेट आउँछ, तपाईँलाई एउटा समयको लागि गाह्रो पर्छ, तर त्यो ओभरकम हुन्छ। त्यस कारण क्षणिक निर्णय नलिनुहोस्, हतारमा निर्णय नलिनुहोस्। अझ तपाईँ यङ हुनुहुन्छ भने त त्यो एउटा प्रक्रिया पनि हो। तपाईँको लागि सायद अर्को व्यक्ति राखेको छ कि तपाईँको राइट पर्सन, राइट म्यान, राइट वुमन अर्को व्यक्ति हो कि त्यो एउटा प्रशिक्षणको घडी मात्रै हो कि। त्यस कारण आफूमा बिलिभ गर्नुहोस्। भावना भनेको सबैलाई आउँछ, हेर्नुहोस्। त्यो भावनामा चाहिँ एकदमै बहकेर त्यसको शिकार चाहिँ नबन्नुहोस्। त्यही हो। धेरै धेरै धन्यवाद। म थोरै सम्मान कार्यक्रमलाई धन्यवाद पत्रलाई अगाडि बढाउन चाहन्छु। कृपया यसपछि माननीय मनु थापाज्यूलाई आफ्नो सम्मान पत्र ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। सिग्नेचर गर्नु लाउनु ल। Yes.